नेपालकै सबैभन्दा ठूलो कपडा कारखाना पुनः सञ्चालन गर्ने बालेन सरकारको तयारी। विगत 30 वर्षदेखि बन्द अवस्थामा रहेको नेपालकै सबैभन्दा ठूलो हेटौडा कपडा उद्योगलाई सरकारले नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालन गर्ने तयारी गरेको छ। लामो समय बन्द हुँदा उद्योगका संरचनाहरू जीर्ण बनेकाले अहिले आवश्यक सुधार र मर्मतको काम धमाधम चलिरहेको छ। 2032 सालमा स्थापना भई 2035 सालदेखि उत्पादन सुरु गरी भारतमा समेत कपडा निर्यात गरेको यस उद्योगले 1200 भन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको थियो। यहाँको कपडा नेपाली सेनाले समेत प्रयोग गर्ने गर्थे, तर घिनलाग्दो राजनीति र हस्तक्षेप र कमजोर व्यवस्थापनले गर्दा घाटा लागेपछि 2057 सालमा यो उद्योग बन्द भएको थियो। अहिलेको बालेन सरकारले यसलाई नयाँ शैलीमा केही महिनाभित्रै सञ्चालन गर्न लागेपछि स्वदेशी उत्पादन जोगिने र हजारौं नेपाली युवाहरूले रोजगार पाउने आशा समेत पलाएको छ।